यदि तपाईले आफ्नो गर्लफ्रेन्ड वा बोयफ्रेन्ड अथवा श्रीमान वा श्रीमतीलाई मेरो जीवनमा त तिम्रो कुनै पनि महत्त्व छैन भन्नुभयो भने के तपाईँको पार्टनर तपाईँसँगै बस्नुहुन्छ त? पक्कै पनि बस्नुहुन्न। अरे यो कुराको धनसँग के सम्बन्ध छ त भन्नुभयो होला, तर पर्खनुहोस्, सम्बन्ध छ। स्वागत छ तपाईँलाई हाम्रो यस ज्ञानकुञ्ज च्यानलमा। आजको भिडियोमा हामीले धनी र गरिब व्यक्तिमा हुने मानसिकताको अन्तर जान्नेछौँ। यस भिडियो मार्फत मैले मानसिकताको अन्तर बताउने प्रयास गरेको हो, तर कसैलाई पनि सानो र ठुलो भनेर छुट्याउने मेरो कुनै औचित्य छैन। वास्तवमा कोही पनि सानो र ठुलो हुँदैन, सानो र ठुलो हुन्छ त मान्छेको सोच। र यही कुरा गर्दा गर्दै मैले धनी र गरिब बीच हुने ठुलो अन्तरबारे भन्न गइरहेको छु, त्यही भएर निकै ध्यानपूर्वक सुन्नुहोला। 1 नम्बरमा पर्दछ सोचको अन्तर। धनी मान्छे धनी हुनुको मुख्य राज भनेकै उसको ठुलो कुरा सोच्न सक्ने क्षमता हो, जो गरिब व्यक्तिमा निकै कम देखिन्छ। त्यसैले हामीले ठुलो कुरा सोच्न सक्ने हिम्मत गर्नुपर्दछ। यसबारे एउटा भिडियो आउनेवाला छ, त्यस भिडियो हेरेपछि तपाईँहरू प्रष्ट हुनुहुन्छ। त्यसैले यस च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोस्, किनभने अब आउने भिडियोहरू छुट्न सक्छन्। धनी र गरिब बीच देखिने अन्तर नम्बर 2। धनी मान्छेले आफ्नो सम्पूर्ण ध्यान अवसरमा लगाउँछ भने गरिब मान्छेले आफ्नो भए जतिको ध्यान समस्यामा मात्र लगाउँछ। हुन त समस्याबारे चिन्तन गरेको त राम्रै हो, तर गरिब व्यक्तिले चिन्तनभन्दा बढी चिन्ता गर्दछ। धनी मान्छेले आफ्नो दिमागलाई चारैतिर लगाउँछ, जसका कारण उसले फाइदा पाउन सक्छ भने गरिब मान्छेले एउटै समस्याको चिन्तामा घन्टौँ समय बिताउँछ र उसले ख्यालै गर्दैन कि उसले समय खेर फालेको होइन, उसले त पैसा खेर फालिरहेको छ। त्यसैले समस्या चाँडै नै समाधान गरेर अवसरहरूमा ध्यान दिनुहोस्। धनी र गरिब बीच देखिने अन्तर नम्बर 3। गरिब मान्छेले निकै मेहनत गरेर काम गर्छ, कमाउँछ र सबै पैसा खर्च गरेर सक्छ भने धनी मान्छेले सबै पैसा एकैचोटि खर्च गर्दैन। केही पैसा उसले आफ्नो शिक्षामा लगाउँछ। हो, सही सुन्नुभयो, आफ्नो शिक्षामा लगाउँछ। अरे म त डिग्री लिएर बसेको हुँ, के पढ्नुपर्छ होला र भन्नुभयो होला, तर पर्खनुहोस्, पढेर कहिल्यै सकिँदैन। पढ्नाले तपाईँको ज्ञानको स्तरमा वृद्धि आउँछ। किताबहरू पढ्नाले तपाईँको मस्तिष्कको एक्सर्साइज पनि हुन्छ र एउटै परिस्थितिलाई अलग अलग दृष्टिकोणले हेर्ने सामर्थ्य पैदा हुन्छ। तपाईँको सोच्न सक्ने क्षमतामा विस्तार हुँदै जान्छ। शिक्षा भन्नाले पढ्नु मात्र नभई कुनै नयाँ सिप सिक्नु पनि हो। यदि तपाईँसँग सिप छ भने तपाईँले त पैसा कमाउन खासै बेर्जो लाग्दैन। त्यसैले शारीरिक एक्सर्साइज सँगसँगै मानसिक एक्सर्साइजमा पनि अलि बढी ध्यान पुर्याउनु होला। धनी र गरिब बीचको अन्तर नम्बर 4। गरिब मान्छे सकारात्मक मान्छेसँग भन्दा बढी नकारात्मक मान्छेसँग बस्न रुचाउँछ भने धनी मान्छे केवल सकारात्मक मान्छेसँग समय व्यतीत गर्दछ। तपाईँले सुन्न त धेरै सुन्नुभयो होला, सकारात्मक सोच भएकासँग बस्नुपर्छ, सकारात्मक सोचले मात्र सफलता दिलाउँछ। तर आज मैले तपाईँलाई नकारात्मक सोचको शक्तिबारे जानकारी दिनेछु। एउटा उदाहरण भन्नेछु, ध्यानपूर्वक सुन्नुहोला। एउटा स्वस्थ मान्छे जो सधैँ काममा आउँछ, यदि त्यसलाई कसैले अभि तँलाई त के भएको, कस्तो सन्चो नभए जस्तो देखिएको छ भन्यो भने त्यो मान्छेले पहिलो दिन त खासै ख्याल गर्दैन। यदि त्यही कुरा त्यही मान्छेलाई दोहोऱ्याइयो भने, 1 हप्तासम्म भनिराखियो भने हप्ताको अर्को दिन त्यो मान्छे बिरामी भएरै छोड्छ। र यही नै हो नकारात्मक सोचको शक्ति। त्यसैले नकारात्मक सोच भएका व्यक्तिहरूसँग टाढा रहेर सकारात्मक सोच भएका व्यक्तिहरूको मात्र सङ्गत गर्नुपर्छ। यसैले नै सफलता पक्का हुन्छ। धनी र गरिब बीचको अन्तर नम्बर 5। धनी मान्छेले सधैँ पैसाको सम्मान गर्छ, पैसालाई माया गर्छ भने गरिब मान्छेलाई त सबै समस्याको जड पैसा नै हो भन्ने लाग्छ। अघि मैले सुरुमै भनेको थिएँ नि, यदि तपाईँले तपाईँको गर्लफ्रेन्ड वा बोयफ्रेन्डलाई मेरो जीवनमा त तिम्रो कुनै महत्त्व नै छैन, मलाई त तिम्रो यति पनि माया लाग्दैन भन्नुभयो भने तपाईँको गर्लफ्रेन्ड वा बोयफ्रेन्डले तपाईँको साथ छोडेर जानुहुन्छ। हो, त्यसै गरी पैसाको बारेमा पनि नकारात्मक सोच राख्नाले तपाईँथिम पैसा कहिल्यै आउँदैन। पैसा त सबै समस्याको जड हो। पैसा त खासै महत्त्वपूर्ण चिज होइन, पैसा सबैभन्दा ठुलो चिज होइन। हो, यस्तो कुराले गर्दा नकारात्मक ऊर्जा पैदा हुन्छ र तपाईँबाट पैसा टाढा भागिरहेको हुन्छ। र यस्तै ज्ञानवर्धक भिडियो हेर्नलाई यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।